1 2 3 गो जय मा गङ्गे ल भयो आज पार्टी हो भन्ने आज पार्टी छ बाख्रा आज पार्टी छ भन्ने अफेर भयो भाइ दिदी लास्टै फेरि हाँस दिन एकचोटी पनि लाग्दै फेरि हाँस दिन न एकचोटी हेर्दै हेर त जय बजरङ्गी जय बजरङ्गी के हो बिन्दास हो भन्दै हेलो नमस्ते एभ्रिवान आज हामी चाहिँ सबैजना भएर त्रिवेणी चाहिँ नुहाउन गएको थियो साथमा चाहिँ दर्शन पनि दिदी बहिनी आन्टी मम्मी गुरु बाबा र भाइहरूसँगै चाहिँ हामी चाहिँ आज आएको छौँ त्रिवेणी किनकि आजको दिन नुहाउनु पर्छ तीर्थ जानुपर्छ भनेछ नि त त्यही भएर हामी चाहिँ आज धेरैजना भएर चाहिँ गएको थियो नुहाउँदै पनि छौँ एकदमै रमाइलो भइरहेको छ पानीमा गर्मीमा नुहाउँदै चुबुकीमा हामी चाहिँ एकदमै मजा आइरहेको छ एकदमै रमाउँदै हामी चाहिँ नुहाउँदैछौँ मैले चाहिँ थोरै यहाँ चाहिँ रियल साउन्ड चाहिँ एड गर्दैछु किनकि एकदमै इन्जोय भइरहेको थियो ल 1 2 3 गो ल जय मा गङ्गे ल भयो आउनु ल पानी साँच्चीकै यो गर्मीमा त्यहाँको चिसो पानीले चाहिँ हामीलाई चाहिँ एकदमै ह्याप्पी नै बनाएको थियो हामीले चाहिँ कसरी होला के होला भन्दै थियौँ बाटोमा तर त्यहाँ चाहिँ एकदमै चिसो पानी थियो देख्दा चाहिँ फोहोरो पानी भए पनि अब पवित्र गङ्गाजी हो नि त अब त्यो फोहोरो भन्नु हुँदैन राम्रो एकदमै राम्रो रमाइलो शान्त थियो त्यहाँ चाहिँ हामी चाहिँ लेट पुगेको थियौँ त्यो गर्मीमा चिसो पानीमा नुहाउँदा चाहिँ एकदमै मजा नै आइरहेको थियो अनि सबैजनाले पवित्र स्नान गरिसकेपछि चाहिँ हामीले चाहिँ पूजा अर्चना गर्न थाल्यौँ खोलाको चाहिँ लेख्न बिर्सेछु मैले चाहिँ खोलामा पूजा गरेर आइसकेपछि चाहिँ त्यहाँ चाहिँ एकदमै पुरानो मन्दिर थियो त्यो मन्दिरमा चाहिँ 1 by 1 गरेर चाहिँ हामीले दर्शन गर्दै थियौँ सबै साँच्चीकै त्रिवेणीको शान्त इन्भाइरोमेन्ट मन्दिरको घन्टी पूजाको भाइब र रिभर साइडको सुन्दरताले एकदमै मन नै फ्रेस बनाएको थियो अनि हाम्रो गुरुबहरू चाहिँ अगाडि गइसक्नु भएको थियो हामी तिनजनाले चाहिँ यसो आफ्नो पारामा सेल्फीबाट भिडियो गर्दै थियौँ आफ्नो पनि भिडियो लियौँ
अनि त्यहाँकोमा हेर्दै घुम्दै हामी चाहिँ अगाडि बढिरहेको थियौँ। बाबाले चाहिँ हामीलाई गाइडेन्स गर्दै भन्दै उहाँ चाहिँ हाम्रो बाबाले चाहिँ हामीलाई जुन ठाउँमा लिएर गए पनि यति राम्रोसँग इक्जाम्पल दिनुहुन्छ नि त्यो ठाउँहरूको। यहाँ पनि त्यसै गरेर चाहिँ राम्रोसँग हामीलाई चाहिँ बुझाउँदै हिँडाल्दै हिँड्दै हुनुहुन्छ। म चाहिँ पछि छु। अनि त्यहाँ देख्नु सक्नुहुन्छ यहाँभित्र चाहिँ फोटोहरू खिच्न चाहिँ अलाउ थिएन, मोबाइल लान चाहिँ। अब यहाँ चाहिँ हामीले यताको मन्दिरको दर्शन गरिसकेपछि चाहिँ सिस्मल छ। अनि सिस्मलभित्र अनि सिस्मलमा छिर्नासाथ हामीले चाहिँ अब भिडियो र फोटो त लिक्नै पर्यो। अरू ठाउँमा त मिरर देख्नासाथ हामीले फोटो भिडियो लिक्न छुटाउँदैन भने यहाँ त नामै छ सिस्मल। रमाइलो थियो तर एकदमै गर्मी थियो, बहुतै गर्मी भए पनि हामीले चाहिँ इन्जोय गर्न छोडेको थिएनौँ। खासमा म एक्लै भए पनि सबै एक राउन्ड लाएर चाहिँ आफूलाई हेर्दै पनि छु र देखाउँदै पनि छु, किनकि त्यहाँ एकदमै राम्रो भिडियो पनि आइरहेको थियो भनौँ। एक राउन्ड लगाइसकेपछि चाहिँ अब हामी चाहिँ त्यहाँबाट निस्किएर जान्छौँ बोटिङ साइट। भोइसले चाहिँ एकदमै डिस्टर्ब गरिरहेको छ मलाई, किनभने धुलो धुवा साथमा यो गर्मीमा चिसो पानी खाएर चाहिँ घाँटीले चाहिँ एकदमै डिस्टर्ब गरिरहेछ, दुखी पनि रहेछ। त्यही पनि म अब यसरी बोल्दैछु किनकि आजको आजै भिडियो अपलोड गरौँ भनेर चाहिँ मैले यतिसम्म गरिरहेको छु। हजुरहरूले हेरिदिनु पर्यो, सपोर्ट गरिदिनु पर्यो। साथमा मैले चाहिँ यहाँ चाहिँ भोले बाबाको चाहिँ दर्शन गरेँ। एकदमै मजाको राम्रो मूर्ति चाहिँ त्यहाँ बिचमा बनाएको रहेछ। अनि मैले चाहिँ लेख्दैछु अहिले चाहिँ त्रिवेणीको बोटिङ गर्ने ठाउँको भ्यू, हावा र पानी एकदमै रमाइलो मजा आइरहेको थियो। चिसो पानी, हामी गर्मी भएर आतिरहेको थियो तर त्यहाँको चिसो र हावा भएर चिसो पानी र चिसो हावा भएर चाहिँ एकदमै रमाइलो भइरहेको थियो, लागिरहेको थियो। गर्मी भएको छ किनकि हामीले गर्नु नै पर्ने थियो नि त, हिँडिसकेपछि चाहिँ गर्मी चाहिँ मजाले खाँदैन। हामीले चाहिँ अब बोटिङ गर्ने भनेर सबैजनालाई कन्भिन्स गरेर चाहिँ सबैजना पहिलो चाहिँ बोटिङमा चढिरहेको छौँ। जबरजस्ती भएर हुन्छ कि के गरेर हुन्छ, हामीले चाहिँ सबैलाई लिएर आयो। बोटिङ गर्ने क्रममा अब भिडियो त लेख्नै पर्यो, फोटो त लेख्नै पर्यो। फोटो भन्दा नि भिडियो लिएको यति बेला चाहिँ सबैजना डराइराख्नु भएको थियो। मैले चाहिँ भिडियो कन्टिन्यू गरेछु किनकि मलाई चाहिँ सबै मुमेन्टहरू क्याप्चर गर्नु थियो। गर्मीले मलाई खासै केही गर्दैन जस्तो फिल हुन थालिरहेको छ आजभोलि। किनभने एकचोटिको लाइफ हो, इन्जोय त गर्नै पर्यो नि। के गर्मी के जाडो, काम पनि रमाउनु पर्ने, यसैमा त लाइफको रियल फन छ नि त। अहिले चाहिँ गर्मीलाई चाहिँ साइड लगाएर अब चाहिँ हामी चाहिँ बोटिङ गरेर पारी साइड आइसकेपछि चाहिँ माथि एउटा मन्दिर छ, त्यो मन्दिरमा चाहिँ दर्शन गर्न जाँदैछौँ। सबैजनाको भिडियो चाहिँ मैले क्याप्चर गरिरहेको छु किनभने मलाई चाहिँ सानो मोमेन्ट पनि सबै क्याप्चर गरेर एड गरेर राख्नुपर्ने थियो। सबैलाई हँसाउँदै कुरा गर्दै यता बस्नु उता बस्नु भनेर चाहिँ मैले भिडियो लिइरहेको छु। अनि यो शिलालाई चाहिँ उठाउनु पर्ने हुन्छ भनेर त्यहाँ एउटा अङ्कलले उठाइराख्नु भएको थियो। मैले अरूहरूको भिडियो लेख्दैछु। उठाइमा हामीले चाहिँ जबरजस्ती भए पनि एकदमै हेभी नै थियो त्यो शिला चाहिँ। अनि साथमा मैले टिका लगाइसकेपछि चाहिँ आफ्नो चाहिँ थोरै भिडियो लिएको छु। एकदमै राम्रो लागेको थियो टिका, त्यही भएर। अनि हामी त्यहाँ दर्शन गरिसकेपछि चाहिँ रिटर्न भयो। त्यो बोटले चाहिँ
यस्तो मजाले इन्जोय गर्नुभएको थियो नि सबैजनाले। उहाँहरू खुसी भएको देख्दा पनि आफूलाई नि आफू त त्यसै पनि खुसी नै थिएँ, उहाँहरू पनि खुसी भएको देख्दा चाहिँ एकदमै रिल्याक्स भएर फिल भइरहेको थियो, आनन्द भइरहेको थियो कि किनकि अब यति टाढा आइसकेपछि त अब कोही पनि रिसाएर फर्किने कुरा त भएन। त्यसो पनि यस्तो श्रद्धाको काम गर्न आउँदै गर्दा यो इन्भाइरोमेन्ट चाहिँ बाहिरको हो। हामी चाहिँ बोटिङ गरेर फर्किसकेपछि चाहिँ हामीले ड्राइभर अङ्कललाई कुर्दै थियौँ किनकि उहाँ चाहिँ साथीलाई भेट्न जानुभएको थियो, त्यही भएर त्यहाँ बसिरहेको थियो, गर्मी भएको थियो, अम्काउँदै बस्दै। गएको थियो, धेरै पनि थियो। यो देख्नु भएको छ नि, यो चाहिँ बाहिर अब ठाउँ त मलाई याद छैन, यो चाहिँ बाबाले थ्री कलर चाहिँ चेन्ज हुन्छ, 3 टाइम चाहिँ 3 कलर हुन्छ भन्नुहुन्थ्यो। पऱ्यो भने चाहिँ हामी चाहिँ निकाल्दै सक्छु कि नै, देख्न त देखेको भिडियोमा फोटोमा पुरानो फिल्ममा भनेर मैले चाहिँ ट्राई गरेको निकालेँ पनि। अन्त अगाडि चाहिँ एउटा मन्दिर थियो माताको, अनि त्यो मन्दिरमा चाहिँ हामीले चाहिँ दर्शन गऱ्यौँ। सबै मन्दिर भ्याएर चाहिँ आज चाहिँ हामी चाहिँ घरमा फर्केको हो। अनि यो हात्तीहरूको जुन मूर्ति देख्नु भएको छ नि, यो चाहिँ त्यहाँहरूको भक्कल पुरा भएर चाहिँ उहाँहरूले बनाइदिनु भएको अरे, धेरै नै थियो त्यहाँ चाहिँ एकदमै धेरै। सबले भाकल चाहिँ मागेको कुरा पुरा भयो भने चाहिँ म त्यहाँ चाहिँ हात्ती बनाउनु भन्ने, त्यही भएर सबै कुरा भएर चाहिँ त्यहाँ त्यस्तै बनाइदिनु भएको अरे। यत्तिकैमा हामी चाहिँ अब दर्शन गरेर लाग्यौँ घरतिर। एकदमै टाढाको बाटो थियो। यो भ्यू चाहिँ एकदमै मन पऱ्यो कि, त्यही भएर चाहिँ लिएको थोरै। म त बोल्दा बोल्दा त मेरो त घाँटी नै बस्न थाल्यो। यत्तिकैमा चाहिँ बाबाको मन्दिर आयो। उहाँहरू चाहिँ अब झर्ने बेला लास्ट मोमेन्टमा धेरै धन्यवाद छ नै, धेरै ब्लग हेरेर कस्तो लाग्यो कमेन्ट गर्नु होला सबैजनाले। थ्याङ्क यू सो मच एभ्रिवान।